So hello everyone, been a long time. It's अरे क्या सो आज चाहिँ मेरो लास्ट दिन हो नागासाकीमा 12 बजेको फ्लाइट छ अनि अहिले चाहिँ लगभग 9:30 भयो यस्तो हल्का भोजन गरेर नारिताको लागि नागासाकी एयरपोर्ट ओमुरा जानुपर्ने हुन्छ लेट्स गो हल्का बादाम हाल्छु म बसेर ओसी छ है एक दुई दिन त बिजोकै हुन्छ होला कहाँ खानु के गर्नु है रुमको टुङ्गै छैन फेरि उतै गएर खुन्नी हो एक दुई दिन साथीकोमा बस्नी हो साथी पनि म नागासाकीबाटै जाँदैछ हल्का भ्लग बनाइदियो भने जोस आयो त्यस्तो बेसी त होइन बनाइदिउ न भरे बुढेसकालमा यसो ला उदय बेला त कस्तो च्यापा च्याप थियो बिजी हल्का मिठो पाराले हानिदिएको मिठै छ है फेरि भात त्यस्तो नमिठो चाहिँ छैन मिठै छ मेरो हात लागेपछि त नराम्रो नमिठो भन्ने शब्द नै हुन्छ जस्तो लाग्दैन मलाई मेरो हात चाहिँ त्यहाँदेखि यसो लाग्नु पर्यो जो खप्दैछ सक्यो ओके रिपेयर छिटो नम्बर हुन्छ डोन्ट सेभ माइक्रोफोन निकाल तपाईँ त्यस्तो हुन्छ त्यही माथि भेट्यो ओके जाने नै हौ तिमी रोकु कसरी अनन्त हावा ओखु कसरी बसौला माया तिमीलाई पर्खेर जाने छैन म कतै बदलिएर भारी छ ल्यापटपहरू के भएर लास्ट फाल्छ यो ल्यापटप फेरि सानो भारी छैन रहेछ Wait, भारी तो here is our guitar यति हो अरु सामान त हिजो इभिन केकोबाट पठाइसके अनि मुख चाहिँ हिजो साँझै धोएर सुतेको हिजो साथै फ्रेस भएर सुतेको खासै त्यस्तो देखिन मैले जाँदा त दामी देखियो ला टुरिस्ट जसै पनि देखियो त भाइ चाहिँ बाँदर लगाएर अलिकति चिसो रहेछ गरे डम्मै बाँदर लगाइरहेछ के गर्नु जानै मन छैन मलाई त जस्तो भयो के गर्नु कथाले माइसी जानै पर्यो यो घर यो बाटो घाटो गल्ली बाबाले मिसन जस्तो छ है अरू केही छैन होइन कहिले कता जिन्दगी मजा पनि लिनु पर्यो नि होइन अगाडि मेरो के गर्यो हे मारे भिसाएर बसिरहेछ
गोमेन्ने चत्तो ओसोको नारी मास्ता चिको कुनी नतन छोडी हेरि नागासाकी नि दुःख लागिरहेको छ मलाई या कस्तो दामी त नागासाकी है गाह्रो छ गुडा साथी कुरा आद्रा सिप आइन्दै कि मासका हैन यस्तै छ लन्डनमा यहाँ मुनिबाट चढ्ने हो कि गाह्रै छ यति रहेछ हाम्रो यात्रा नागासाकीको लेट्स गो रोइदियो नि त एकचोटि नरुन त भयो छोड्यो नि त हामी हेर हेर यसको गइल आइल्यान्ड सोचे आइल्यान्डको बिचमा चाहिँ आयो है राइट बिचको एयरपोर्ट कस्तो कस्तो बनाएको छ नि यिनीहरूले हामी त इमेजिन नि गर्न सक्दैन होला त्यस्तो दामी दामी कुराहरू बनायो दोस्त यहाँनिर युज टु हुन लास्ट टाइम लाग्छ जस्तो छ यार लास्टै हल्ला हामी त गाउँमै थियो कि के हो चाहिँ यता कुदेछ हल्ला त लास्टै हल्ला है गडाङ गरेर यता गडाङ उता गडाङ कता हो के हो झन् 2 जना भइसक्यो सजिलो हुँदो रहेछ जेन तेन नारेता चाहिँ आयो अब यहाँबाट चाहिँ अब इरो कमरी मास हुन्छ जस्तो छ साथी सो त्यही भएर आजलाई यति नै गरौँ अब कहाँ जाने हो गाह्रो हुन्छ सो थ्याङ्क यू सो मच फर वाचिङ किप इन टच सो अरू भिडियो नै आउन सक्छ मनलाई चाहिँ अल्छी लास्ट लाग्छ भिडियो बनाउनु त्यही नि हामी त भनेर नारी त चाहिँ पठाएको जस्तो छ गाउँमै आइयो जस्तो फेरि ब्याक टु नागासाकी भयो जस्तो लाग्यो मलाई त यहाँ चढ्दाखेरि केही छैन थ्याङ्क यू सो मच फर वाचिङ बाई सी यू